Hello and namaste. Welcome back to my new vlog, new day. After a long time मैले vlog shoot गर्दैछु अलिअलि हेल्थ इस्यु भएर चाहिँ मैले भ्लगहरु बनाउन चाहिँ उचित ठानेन सो त्यही भएर 2-3 महिना भयो सायद आई थिंक त्यही भएर मैले भ्लगहरु चाहिँ बनाएको थिएन आज चाहिँ फेरि कन्टिन्यु गरौँ भनेर गर्दैछु अनि आज चाहिँ के छ विशेष भन्दाखेरि विशेष एउटा पहिला यो हेरिहाल्नु मैले आफैले सेल्फ मेहन्दी बनाएको के डिजाइन यो त यतिकै घरमा टाइम पास गरे त्यो बीएसए के अकेजनको लागि चाहिँ होइन यतिकै सिकिरहेको अनि आज के छ भन्दाखेरि आज चाहिँ हजुरबुवा हजुरआमा आउँदै हुनुहुन्छ है गाउँबाट सो उहाँलाई लिन जानु छ मैले अनि अलिअलि मेरो हेल्थ इस्युमा चाहिँ चेन्ज अलि बेटर भइसक्यो सो म एक्टिभ पनि भइसके है अनि उहाँलाई लिएर अनि आजदेखि चाहिँ हाम्रो घरमा चाहिँ के विशेष छ सो त्यही भएर सबै आउँदै हुनुहुन्छ अनि म सबै कुरा हजुरहरुलाई देखाउने छु कीप वाचिङ हामी चाहिँ अत्तरिया पुगिसके बजारमा अनि दादा अनि इट्स मी और हम जा रहे हैं बस पार्क गाइज हाम्रो अत्तरिया बस पार्कमा हेर्नु न कस्तो राम्रो फुलहरु फुलेछ हामी बस पार्क पुगिसके तर गाडी अहिलेसम्म आएको छैन वी आर वेटिङ हामी चाहिँ घर पुगिसकेले मैले त्यहाँ बाटोमा भिडियो बनाउन चाहिँ भ्याएन कि कता के सामान यताउता गर्दाखेरि अनि भिडियो नै बनाउनु भएन अनि घर पुगेर खाना खाएर अब चाहिँ रेस्ट गर्नु पर्यो 1 बजिसक्यो त्यहाँ बहिनी चाहिँ खेल्दैछिन् अनि नेक्स्ट डे हेलो एभ्रीवान गुड मर्निङ नमस्ते अनि आज चाहिँ नेक्स्ट डे है मैले हिजोको भिडियो चाहिँ कन्टिन्यू गर्न सकिनँ सरी फर द्याट किन कन्टिन्यू नगरेको भन्दाखेरि हिजो अलि साँझ बेलुका अलि गाह्रो भयो जस्तो भयो कि मलाई सो के गर्न त हिजो धेरै थोक भएको थियो तर भिडियो चाहिँ बनाउनु भएन अनि आज चाहिँ बिहानबाट अहिले स्टार्टिङ गरौँ अलिअलि सके पनि नसके पनि भनेर म भिडियो बनाउँदैछु आज चाहिँ हाम्रो घरमा श्राद्ध छ है हजुरबुवाको सो किप वाचिङ बजारले डुक्का बनाउँदै हुनुहुन्छ राम्रो छ टेक्नोलोजी यो चाहिँ हेर्नुहोस् है म यसको तरिका सिकाउँछु यो बेसार चाहिँ एमा हालेपछि डल्ला पर्छ त्यही भएर अलिकति पानी हाल्ने यहाँ चाहिँ गफ हुँदैछ यहाँ चाहिँ दिदीले हेर्नुहोस् गाइस तरकारी खाना दिनुहुन्छ तरकारी रेडी भइसक्यो मैले मिल्दैन बनाउनु बिर्सिँदै हैन 9 9:30 भयो अनि यहाँ चाहिँ बोजैले बाता मोल्दै हुनुहुन्छ पितृको नाममा बाल्ने लागबत्ती टेक्नोलोजी हाम्रो फुपूको धनिया वाउ के मोल्न लाग्यो त्यसरी गालामा दल्न लाग्यो अहिले गाइस यहाँ बाजेले चाहिँ खाना पकाउँदै हुनुहुन्छ भान्सा खाना हैन बाजे हाम्रो बाजे कति मेहनती हुनुहुन्छ बाजेको टिकटकमा सबले फलो गरिदिनु खतरा टिकटक बनाउनुहुन्छ हाम्रो बाजेले त्यहाँ हेर्नु डुक्का पाकिसक्यो पुरी पाकिसक्यो खिर पाकिसक्यो अब यहाँ साग पाक्दैछ बाजे खतरा हुनुहुन्छ कन्टिन्यू गर्नुहोस् बाजे बोजैले चाहिँ हाम्रो बोजैले टिकटक बनाउनुहुन्छ हेर्नुहोस् है बोजैको टिकटकहरू यहाँ हाम्रो बोजै टिकटक क्विन
गाइज अब के अरे पाती टिप्ने पालो है। फुल टिपेर सक्यो, फुलको माला पनि सक्यो। अब चाहिँ पाती टिप्नु पर्यो। यो त मस्ट निड हुन्छ अरे। यसलाई के भन्छ? यसमा चाहिँ लागबत्ती बाल्ने हो। अब हामीले धोए, अब यसलाई सुकाउने। यहाँ दाइले धुँदै हुनुहुन्छ यसरी यहाँ। अनि कस्तो ब्लर आएको, त्यो पनि ठिकै छ। यहाँ हेर्नु, यहाँ हेर्नु, यसमा चाहिँ के बत्ती बाल्ने हो। यसलाई धोएर हामीले यस्तै सुकाइदिइसक्यो। हेर्नुहोस् च्याट्ट पारेर। अब सरा धुनु चाहिँ सुरु भयो है। यहाँ चाहिँ 1000 को 1000 का ठुला ठुला 1000 का रे के 31,000 भयो। ओ यहाँ केटोले पुसा बान्दैछ हेर्नुहोस् गाइस। ल उठा 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 आई उता 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 ल उता छिटो। ल गुड 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 अझ उठा माथि उठा। उही उता उता उता। वाउ गुड बोय स्ट्रङ बोय। वाह वाह हेर न नक्कले 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 केटो हो। यहाँ हेर हुन्थ्यो। अब चाहिँ सरा सकिन आँट्यो। अब चाहिँ दाना हाल्ने हो। अनि हामीले त बिहान नास्ता खाइसक्यो। अब म चाहिँ औषधि खानुपर्छ कि, त्यही भएर मैले चाहिँ खाइसक्यो। अब मैले फुल मात्र हाल्छु। सो हम सब जा रहे हैं। पछाडि आउँदै हुनुहुन्छ, यहाँ सब जाँदै हुनुहुन्छ हेर्नु पछाडि। महिला पार्टीले छटियो भने आउने सब फ्यामिलीहरू बसेर तपाईँले हाल्नुभयो। मन्त्र सिद्ध हुन्छ पकाइले अहिले गर्दिनुहुन्छ त
अब चाहिँ बत्ती बाल्दै हुनुहुन्छ यहाँ चाहिँ फोटोसुट हुँदैछ है टिका लाउने हो कि सबैले लाउने गाइज अब म चाहिँ खाना खान लाएँ अब सबै यहाँ खाना खाँदैछ उहाँहरू चाहिँ यो पोस्टर देखेर चाहिँ बिहेमा चाहिँ नभन्नु होला हडताल जाँदैन हुन्छ है यहाँ पछाडि बाजे बस्नु भएको अनि आज सराद सक्यो अनि अब उहाँहरू सबै सबजना रेडी भइसक्नुभयो गाइज यहाँ हेर्नुहोस् र बजेहरू इधर बाजे रेडी गाडी रेडी बाई बाई शुभयात्रा हेलो गाइज म चाहिँ आज भाडा धुइरहेको छु अहिले रातिको चाहिँ 11 बजे अनि त्यसपछि हामी चाहिँ यो सबैको यो पाहुनाहरूले खाएको भाडा माजिरहेछन् अगाडि चाहिँ हामीले भ्लग बनाउन पाएन यो चाहिँ थोरै भाडा छ त्यही भएर मागिरहेछौँ किनभने आज हाम्रो घरमा सरा थियो र त्यसै माथि अनि आज हामीले लाखबत्ती बालेको किनभने आज पितृ चाहिँ लाखवटा बत्ती बालेको अनि त्यही भएर मम्मीहरू चाहिँ तीर्थ जानु भएको छ। आजको भ्लगमा इन्जोय गर्नुभयो कि गर्नु भएन कोही कस्तो लाग्यो कमेन्ट गर्नुहोला एन्ड थ्याङ्क यू सो मच फर वाचिङ माई न्यू भ्लग मैले आफ्टर लङ टाइम पछि मैले भिडियो सुट गरेँ हो होप सबैजनाले मन पराइदिनुहुन्छ एन्ड वन्स अगेन थ्याङ्क यू। अनि के भन्न चाहे भन्दाखेरि हिजो त अलि हेल्थ इस्यु भएर मैले भिडियो एन्डिङ गर्न भएको थिएन सो हिजोको भिडियो र आजको भिडियो चाहिँ म कोल्याब गरेर एन्डिङ गर्दैछु। अनि आज चाहिँ हजुरबा हजुरआमाहरू हरिद्वार जानुभयो भोलि बेलुका फर्किनुहुन्छ फेरि घरमा पूजा छ सो हाम्रो घरमा चाहिँ कामहरू चलिरहेकै छ भनौँ सो हेरेर साथ दिनु होला माया गरिदिनु होला थ्याङ्क यू सो मच। Thank you so much for watching my vlogs and don't forget to like share and subscribe my YouTube channel.